यो चाहिँ सुरुवात गरिदिएको तपाईँलाई यो खाली हात नआउनु पर्यो भनेर सुरुवात गरिदिएको होइन एकदम नमस्ते दर्शक श्रोताहरू, अहिले म शिवशक्ति नगरपालिका 8 स्थित आइसकेको छु, जहाँ चाहिँ एकदमै पीडित व्यक्तित्वहरू माझमा आइसकेको छु। जहाँ चाहिँ म किन आएँ भन्दाखेरि चाहिँ एकजना बहिनीको आमा बिराम हुनुभएको, तर उहाँहरूको आर्थिक स्थिति एकदमै न्यून भएर चाहिँ आमालाई उपचार गर्न सक्नु भएको छैन। त्यसले गर्दाखेरि चाहिँ सहयोगको अपिल लिएर चाहिँ मैले तपाईँहरू माझ आइसकेको छु। अहिले तपाईँको शुभ नाम? मेरो राधा निरौला। राधा निरौला। अनि तपाईँको उपचार के भइरहेछ अहिले? अहिले उपचार अब यो फेरि फलोअपमा बोलाइरहेको छ 15 दिनभित्रमा। कति पैसा माग्नु भएको छ हस्पिटलले? हस्पिटलले अस्ति 52,000 भएको थियो डिस्चार्ज दिने बेलामा। अनि अब त्यो नभइसकेपछि यसो खोजखाज अब दिदीहरूले भाउजूहरूले यसो अलिअलि सहयोग गरिदिनु भयो। अनि हामीले पनि यता ऋण खोजेर उयो गरेर अब कति पैसा बाँकी छ पुग्नलाई जुन उपचार गर्नको लागि? उपचार गर्नको लागि त अब यो फलोअपमा जानुपर्ने, अझै पैसा पुगेको छैन? पैसा पुगेको छैन अब। ओके, यसको लागि चाहिँ तपाईँ के जति पनि तपाईँले सहयोग गर्न हेरिरहनु भएको दर्शकहरूलाई के अपेक्षा गर्नुहुन्छ तपाईँ? अब सबैलाई के भन्न चाहन्छु भने अब हाम्रो पनि आर्थिक अवस्था कमजोर छ। अब कमाउने मान्छे कोही छैन, दाजुभाइहरू। अब यसो मम्मीलाई दबाई खाने बाटो यसो तपाईँहरूले सहयोग गरिदिनु भयो भने त्यही हो मेरो कुरा चाहिँ। ओके, तपाईँसँग ब्याङ्क अकाउन्टहरू छ त? त्यस्तो ब्याङ्क एकाउन्टहरू त अहिले खोलेको छैन। तपाईँको नम्बर राखिदिनु? तपाईँको नम्बर छ? नम्बर छ। नम्बर भनिदिनुहोस् न। 98 27 966 597 मेरो नम्बर। तपाईँले हेर्दै हुन्छ दर्शक श्रोताहरू, यो नम्बरमा उहाँलाई डाइरेक्ट फोन गरेर तपाईँले हेल्प गर्न सक्नुहुनेछ। र आज यहाँ समाजसेवी हाम्रो दिलसिंह मनाङबो दाइले पनि 5,000 उहाँहरूलाई सहयोग गर्नुभएको देखिसक्नुभयो। र तपाईँहरूले पनि सक्नुहुन्छ भने कृपया 2-4 पैसा जति सक्नुहुन्छ उहाँलाई सहयोग गरेर चाहिँ पुण्य कमाउनुहोला भन्न चाहन्छु। र तपाईँले हेर्दै हुनुहुन्छ भने कृपया यो भिडियो थुप्रै ठाउँमा सेयर गरेर चाहिँ यस्तै सहयोग मनकारी व्यक्तित्वहरूलाई चाहिँ माझ चाहिँ सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन चाहन्छु। किनभने म धेरै बोल्न चाहिनँ, उहाँ अलिकति असक्त हुनुहुन्छ होइन, उहाँलाई किन दुःख दिनु होइन भन्ने कुरा गर्दै। र एक दुई शब्द म दाइलाई दिलसिंह मनाङबो दाइको आफ्नै दाइ पूर्ण मेनाङबो दाइ हुनुहुन्छ, उहाँलाई म 1-2 शब्द म राख्न दिँदै म बिदा हुन्छु। नमस्ते दाइ। नमस्ते। हजुरले यहाँ सहयोग गर्नुभयो आज? हजुर, यहाँ मेरो दिलसिंह मेयाङबो मेरो भाइ हुन्। उहाँले चाहिँ कतैबाट सुन्नुभएको छ दिदीको स्थिति, त्यहाँदेखि उहाँले चाहिँ 5,000 सहयोग गर्नुभएको छ। तर त ऊ नि त्यतिकै चाहिँ बस्दैन, पछि पनि तपाईँलाई भेट्नु चाहिँ आउँछ है। फेरि ऊ अहिले चाहिँ युकेबाट आएपछि तपाईँ भेट्नु आउँछ। जति पनि अहिले मनकारी महानुभावहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? सबै यो मनकारी भावना भएको साथीहरूले, यसो दुःख अर्काको सबैको हामीले हेर्ने साथीहरूले, व्यक्तिहरूले यसो उहाँलाई पनि सहयोग गरेर अब जे जस्तो हुन्छ जति हुन्छ सहयोग गरेर उहाँलाई चाहिँ अलिकति यो बिमारदेखि मुक्त गराइदिउँ। उहाँले पनि केही गरी खान्छु केही गर्छु भन्ने होला, उहाँलाई त्यसबाट हामी मुक्त गराइदिउँ भन्ने म अनुरोध गर्छु। हजुर, ओके, यति भन्दै तपाईँहरूले हेर्दै हुनुहुन्छ भने कृपया थुप्रै ठाउँमा सेयर गरेर चाहिँ उहाँलाई सपोर्ट गर्नुहोला भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच।